अनि यस्तो भएपछि मान्छे मरिँदैन होला त। एनीवे म जाँदैछु आज फेरि किवी टिप्न। एक्चुअली म यो बोराभरि लिएर आउँछु, छोटो सा बोरा छ। अनि यो साइडमा चाहिँ हाम्रो किवी सक्दै गएछ, बट भित्र छ अझै पनि। सो म यो टिप्छु अनि आएर न केले खाए यस्तो छोटो सा मुख कसको छ। एनीवे तपाईँहरू यो किवी चाहिँ रुखमै पाकेको खान चाहनुहुन्छ भने चाहिँ यसरी रुखलाई मुभ गर्दाखेरि झऱ्यो भने त्यो पाकेको हुन्छ। एन्ड लकी मैले पाकेको भेटाएँ नजिकै, खासै भेटिँदैन यस्तोहरू। एनीवे पाइहाल्यौँ, अब खाउँ न त फटाफट यसलाई पिल गरौँ। अनि यस्तो भएपछि मान्छे मरिँदैन होला त। यो झरेर मेरो सातो गइदियो, बाँकी यो धेरै पुरानो रहेछ, कहीँ अड्किरहेको थियो होला, सो झरेको होला। एनीवे लुक एट दिस, यो साइडमा अलिक काँचो रहेछ, सो वाइट वाइट छ, बाँकी यो फेदतिर मजाले पाकेछ है, ग्रिन छ। एन्ड यो अहिले भर्खरै झऱ्यो, मैले यस्तो मुभ गर्दाखेरि। लेट्स टेस्ट इट। पाएको छ, साइड एकदम अमुलो, यो फेद मेबी गुलियो छ। अनि यो चाहिँ हाम्रो किवीको बोट यत्रो ठुल्ठुलो भइरहेछ। बाँकी अब म चाहिँ फटाफट टिपेर घरतिर जान्छु। थ्याङ्क्स फर वाचिङ, बाई बाई।